दर्शकवृन्द नमस्कार। नेपालमा सायदै कोही होला जसलाई ग्यास्ट्रिकले सताएको छैन। कसैलाई छाती पोल्ने, कसैलाई पेट फुल्ने त कसैलाई अमिलो डकार आउने। के तपाईँ पनि ग्यास्ट्रिक हुनसाथ सिधै औषधि पसलमा गएर ग्यास्ट्रिकको चक्की खानुहुन्छ? यदि हो भने रोकिनुहोस्। आज म तपाईलाई घरमै उपलब्ध 5वटा यस्ता चिजहरू बताउने छु जसले तपाईको ग्यास्ट्रिकलाई जरैदेखि निको पार्न मद्दत गर्नेछ। ग्यास्ट्रिक हुनुको मुख्य कारण हाम्रो अव्यवस्थित खानपान र तनाव हो। धेरै चिल्लो, पिरो र समयमा खाना नखाने बानीले पेटमा एसिडको मात्रा बढ्दछ। औषधिले केवल केही बेरलाई त आराम दिन्छ, तर दीर्घकालीन समाधान भनेको हाम्रो भान्सा नै हो। आउनुहोस् जानौ ती 5 अचूक उपायहरू। उपाय 1, मनतातो पानी। यो सबैभन्दा सजिलो र प्रभावकारी उपाय हो। बिहान खाली पेटमा 1 देखि 2 गिलास मनतातो पानी पिउनुहोस्। यसले पेटमा जम्मा भएको एसिडलाई पखाल्छ र पाचन प्रणालीलाई सक्रिय बनाउँदछ। ध्यान दिनुहोस्, पानी धेरै तातो हुनु हुँदैन। उपाय 2, ज्वानो पानी। नेपाली भान्साको शान ज्वानो। यसमा थाइमोल नामको तत्त्व हुन्छ जसले ग्यास र अपचलाई तुरुन्तै कम गर्छ। 1 चम्चा ज्वानोलाई पानीमा उमालेर वा सिधै चपाएर खाँदा पेट फुल्ने समस्या निकै कम हुन्छ। उपाय 3, अदुवाको टुक्रा। अदुवामा एन्टी इन्फ्लामेटरी गुण हुन्छ। खाना खानु अघि सानो अदुवाको टुक्रामा थोरै बिरे नुन मिसाएर चपाउनु भयो भने यसले पाचक रस निकाल्न मद्दत गर्दछ र ग्यास्ट्रिक हुन दिँदैन। उपाय 4, सोप। खाना खाएपछि थोरै सोप चपाउने बानी बसाल्नुहोस्। यसले पेटको जलन कम गर्छ र खानालाई सजिलै पचाउन मद्दत गर्दछ। विशेष गरी अमिलो डकार आउनेहरूका लागि यो अमृत समान छ। उपाय 4, बेकिङ सोडा र पानी। यदि तपाईलाई धेरै नै छाती पोलिरहेको छ भने 1 गिलास पानीमा आधा चम्चा बेकिङ सोडा मिसाएर पिउनुहोस्। यसले एन्टासिडको काम गर्दछ र अम्लीयपनालाई तुरुन्तै निष्क्रिय गरिदिन्छ। तर यो उपाय सधैँ भने प्रयोग नगर्नुहोला। उपाय 6, मानसिक तनाव र ब्रेन गट कनेक्सन। के तपाईहरूलाई थाहा छ, हाम्रो पेटलाई दोस्रो मस्तिष्क भनिन्छ। जब तपाईँ धेरै तनाव लिनुहुन्छ, चिन्ता गर्नुहुन्छ वा डराउनुहुन्छ, तपाईको मस्तिष्कले पेटमा भएका स्नायुहरूलाई सन्देश पठाउँछ, जसले गर्दा पेटमा अत्याधिक एसिड उत्पादन हुन्छ। यसलाई स्ट्रेस इन्ड्युस ग्यास्ट्राइटिस भनिन्छ। त्यसैले मानसिक तनाव कम गर्न दैनिक 10 मिनेट लामो सास फेर्ने अभ्यास गर्नुहोस्। यसले पेटको भ्यागस नर्भलाई शान्त पार्छ र एसिड कम गर्दछ। पर्याप्त निद्रा। कम सुत्ने मान्छेमा ग्यास्ट्रिकको समस्या बढी देखिन्छ। शरीरलाई कम्तीमा 7 देखि 8 घण्टा आराम दिनुहोस्। हतारमा नखानुहोस्। तनावमा भएको बेलामा वा हतारमा खाना खाँदा हावा पनि सँगै निलिन्छ, जसले ग्यास बढाउँदछ। त्यसैले शान्त भएर खुसी मनले खाना खानुहोस्। यी घरेलु उपायहरूसँगै केही थप कुराहरूमा ध्यान दिनुहोस्। एकै पटक धेरै नखानुहोस्, थोरै थोरै गरेर धेरै पटक खानुहोस्। खाना खाएको आधा घण्टासम्म धेरै पानी नपिउनुहोस्। राति ढिला खाना खाने बानी त्याग्नुहोस्। ग्यास्ट्रिक सामान्य लागे पनि यसले पछि अल्सर हुँदै क्यान्सरको रूप लिन सक्दछ। त्यसैले आजैदेखि आफ्नो खानपान सुधार्नुहोस्। यदि तपाईलाई यी उपायहरूले फाइदा गर्यो भने यो भिडियो आफ्नो ग्यास्ट्रिक पीडित साथीहरूलाई सेयर गर्न नबिर्सनुहोला। यस्तै जानकारीको लागि च्यानललाई सब्स्क्राइब गर्नुहोस्। अर्को भिडियो कुन विषयमा चाहनुहुन्छ कमेन्ट बक्समा कमेन्ट गर्नुहोस्। स्वस्थ रहनुहोस्, खुसी रहनुहोस्। नमस्कार।